जापान आएर फिलिपिन्सको हेरचाह र यहाँको भिन्नतामा अल्मलिएको छ। वास्तवमा म पनि सुरुमा धेरै छक्क परेको थिएँ। उही हेरचाह भएर पनि प्रणाली र काम गर्ने तरिका एकदमै फरक छ। तर चिन्ता नगर्नुहोस्, आज हामी जापान र फिलिपिन्सको हेरचाह प्रणालीको भिन्नतालाई सँगै हेरौं। हाल जापानमा 6400 भन्दा बढी फिलिपिनी हेरचाहकर्ता दाजुभाइ दिदीबहिनीहरूले काम गरिरहनु भएको छ। सबैले सुरुमा अलमल भए पनि अहिले राम्रो काम गरिरहनु भएको छ। तपाई पनि उहाँहरू जस्तै बढ्न सक्नुहुन्छ। पहिले जापानको हेरचाह प्रणालीको विशेषता हेरौं। जापानमा चरणबद्ध योग्यता प्रणाली छ। सुरुवाती तालिमदेखि शुरू भएर व्यावहारिक तालिम र अन्तमा हेरचाह कल्याण विशेषज्ञको राष्ट्रिय योग्यता प्राप्त गर्न सकिन्छ। चरणबद्ध रूपमा बढ्न सकिने व्यवस्था छ र योग्यता अनुसार तलब पनि राम्रोसँग बढ्छ। योग्यता नभएकोले महिना करिब 29 लाख येन पाउँछन्, तर हेरचाह कल्याण विशेषज्ञ भएमा महिना करिब 35 लाख येन पाउँछन्। मेहनत गरे जति मूल्याङ्कन हुने प्रणाली छ। अर्कोतिर फिलिपिन्सको हेरचाह प्रणाली टेस्दा मान्यता प्राप्त केयर गिभिङ एनसीआई योग्यतामा आधारित छ। 786 घण्टाको तालिमबाट प्राप्त गर्न सकिने एसियाको एकमात्र हेरचाह राष्ट्रिय योग्यताको रूपमा अन्तर्राष्ट्रिय रूपमा उच्च मूल्याङ्कन भएको छ। तपाईहरूको योग्यता साँच्चै उत्कृष्ट छ। फिलिपिन्समा नर्सिङ डिग्री बीएसएन भन्ने 4 वर्षीय विश्वविद्यालय शिक्षा पनि राम्रो छ र सबैभन्दा महत्वपूर्ण कुरा, विदेशमा काम गर्ने लक्ष्यमा अन्तर्राष्ट्रिय अनुकूलन क्षमता विकास भएको छ। यो जापानको हेरचाह क्षेत्रमा पनि ठूलो शक्ति बन्छ। काम गर्ने तरिकामा पनि ठूलो फरक छ। जापानमा श्रम मापदण्ड विधि र हेरचाह बीमा कानूनले काम गर्ने समय र कर्मचारी मापदण्ड कडा रूपमा तोकेको छ। सुरुमा कडा लाग्न सक्छ, तर यो तपाईहरूको अधिकार जोगाउने व्यवस्था हो। तलबको पक्षमा पनि हेरौं। जापानको हेरचाह काम गर्नेको औसत मासिक तलब करिब 3.3 लाख 8 हजार येन छ। फिलिपिन्सको औसत मासिक तलब करिब 49,000 येन छ भने करिब 7 गुणा फरक छ। यो फरकले धेरै फिलिपिनी हेरचाहकर्ताले जापानमा काम गर्ने छनौट गर्नुको एक कारण हो। खुशीको कुरा पनि छ। 2025 देखि भागिक उत्तीर्ण प्रणाली शुरू हुनेछ। हेरचाह कल्याण विशेषज्ञको परीक्षालाई 3 भागमा बाँडेर बिस्तारै उत्तीर्ण गर्न सकिनेछ। साथै भ्रमण हेरचाहको काम विशेष सीट विदेशीलाई खुला गरिएको छ। अवसरहरू बढ्दैछन्। वास्तविक सफलताका उदाहरण पनि उत्कृष्ट छन्। ईपीए हेरचाह कल्याण विशेषज्ञका 67% जापानमा निरन्तर काम गर्न चाहेको जवाफ दिएका छन् र विदेशी हेरचाहकर्ताको 11.3% पहिले नै निर्देशन र सन्धाहकारको भूमिका खेलिरहेका छन्। स्वीकार गर्ने संस्थाको 98%ले निरन्तर काममा राख्न चाहन्छौं भनेका छन्। अनुकूलनको बुदाहरू भन्छु। तपाईहरूको केयर गिभिङ एनसीआईआई को ज्ञान उत्कृष्ट आधार हो। त्यसमाथि जापानको स्वतन्त्र सहयोग भन्ने सिद्धान्त र कानूनी प्रणाली सिकेमा अझ उच्च विशेषज्ञता प्राप्त गर्न सकिन्छ। फिलिपिन्सको व्यावहारिक शक्ति र जापानको व्यवस्थित ज्ञान, यी दुवै भएमा तपाईहरू साच्चीकै बलियो हेरचाहकर्ता बन्न सक्नुहुन्छ। 2025 पछि जापानमा करिब 34 लाख हेरचाह जनशक्तिको कमी हुने पूर्वानुमान गरिएको छ। अर्थात तपाईहरू जस्ता विदेशी हेरचाहकर्ता साँच्चै आवश्यक छन्। प्रणालीको भिन्नता बुझेर उचित तयारी गरेमा जापानमा सफल हुने सम्भावना साँच्चै ठूलो छ। तपाईको अनुभव र योग्यता जापानमा पनि अवश्य काममा आउँछ। आत्मविश्वास राखेर चरणबद्ध रूपमा अगाडि बढौं। म साथ छु।